आजको युगमा मानिस आफ्नो स्वार्थपूर्तिको लागि कुनै पनि हदसम्म जान तयार छ। आफन्त, छिमेकी, साथीभाइहरूको बिचको सम्बन्धमा पनि स्वार्थमा त प्राथमिकता बन्दै गएको छ। दया, माया, करुणा, प्रेम, सद्भाव, नैतिकता र मानवता जस्ता गुणहरू हराउँदै गएका छन्। आफ्नो फाइदाका लागि अर्काको हत्या गर्न समेत मानिस पछि पर्दैन। यस्ता घटनाका प्रस्तुत उदाहरणहरू आज हाम्रो सामु प्रस्तुत देख्न सकिन्छ। यस सङ्कटको जड के हो भनेर गहिराइमा जाने हो भने पुँजीवादलाई नै मूल कारणको रूपमा देख्न सकिन्छ। पुँजीवादले मानिसहरूलाई प्रतिस्पर्धी, स्वार्थी र सङ्कीर्ण बनाइदिएको छ, जसले जेसुकै गरोस्, जस्तोसुकै मूल्य चुकाएर भए पनि धनी बन्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने मानसिकताले समाजलाई विषाक्त बनाइसकेको छ। हाम्रो समाजमा पनि पछिल्लो समय पुँजीवादी मूल्यहरू तीव्र रूपमा फैलिएका छन्। पहिले हाम्रो समाजमा सबैको हितमा आफ्नो हित भन्ने संस्कार थियो। आपसी सहयोग, भाइचारा र अर्काको दुःखमा पग्लिने मनोवृत्ति थियो। तर अहिले आफू बाँचे पुग्यो भन्ने सोचले जडा गाडिएको छ। अर्काको पीडा वा अभावले फरक पर्दैन। आफ्नो कमाई, आफ्नो सुविधा, आफ्नो प्रतिष्ठा नै सर्वोपरि बनेको छ। व्यवसायीले नाफाको लोभमा जनताको स्वास्थ्यसँग खेल्छन्। राजनीतिज्ञ आफ्नो पद र शक्तिको स्वार्थमा भ्रष्ट हुन्छन्। साधारण मानिस पनि छोटो बाटोमा धनी बढ्ने होडमा छन्। धोका र हिंसाको बाटो रोचन यो पुँजीवादले सिकाएको प्रतिस्पर्धा र व्यक्तिवादी परिणाम हो। तर पुँजीवादलाई मात्र दोष दिएर पुग्दैन। हामी आफैले पनि बुझ्नुपर्छ, मानवीय मूल्य बिना समाज टिक्दैन। आफ्नो स्वार्थलाई मर्यादित बनाउन सिक्नुपर्छ। नेपाली समाजमा अझै पनि सानातिना ठाउँहरूमा परोपकारी, आत्मीयता र सहकार्य देख्न पाइन्छ। त्यसैलाई जोगाउन हाम्रो आवश्यकता हो। अन्यथा पुँजीवादको यो अन्ध प्रतिस्पर्धाले हाम्रो मानवता पूर्ण रूपमा तुच्छ भएर विलीन हुनेछ।